हेलो एभ्रिवान, सबैलाई नमस्कार। आज चाहिँ हामीहरू बुढाबुढी घुम्न जाने तयारीमा छौँ। हेरौँ आजको हाम्रो यात्रा कस्तो हुन्छ। हामीहरूले रमाइलो गरेको भिडियोहरू हजुरहरूमा देखाउनेछौँ। हजुरहरूलाई के कस्तो लाग्छ हेरेर मनोरञ्जन लिनुहोस् र साथै राम्रो लागेमा राम्रो, नराम्रो लागेमा नराम्रो दुवै प्रतिक्रिया दिनुहोस् र नराम्रो भएमा हामीहरू अझ धेरै सच्याउने प्रयास गर्नेछौँ र राम्रो लागेमा अझ धेरै हौसलाका साथ धेरैभन्दा धेरै राम्रो भिडियो बनाउने प्रयास गर्नेछौँ। अब चाहिँ हामीहरू रेडी भइसक्यौँ घुम्न जानको लागि। अबको केही छिनमा ट्याक्सी बुक गरेर हामीहरू घुम्ने ठाउँमा पुग्नेछौँ। हेरौँ आजको हाम्रो यात्रा कस्तो हुन्छ। मेरो बाबा चाहिँ कतिको एक्साइटेड हुनुहुन्छ आज? ठिक है। अब ठाउँ कस्तो छ के थाहा छैन। जाने भन्ने छ, पुगेर थाहा होला। कति एक्साइटेड भइन्छ होइन। ठाउँ कस्तो छ भनेर थाहा हुने भयो किन जानु पर्दैन होइन। अलिअलि अब यो ठाउँ जाने भनेपछि अलि एक्साइटमेन्ट हुन्छ नि त। हजुर, त्यस्तै कुनै कुरा नहेरिकन गएको ठाउँ एकदम भव्य राम्रो हुन्छ अरे नि त। सायद त्यस्तै होस् होइन। भनेपछि मेरो बेबीलाई आज एकदम घुमाएर फ्रेस बनाएर ल्याउने मेरो चाहना, अनि मेरो मुटुले पनि मलाई फ्रेस बनाउने मेरो मुटुको चाहना। मैले भनेको छैन, आफैले हो। अब हजुर कसले बोल्नुहुन्न, अनि दुवैजनाको म आफैले बोलेको। ल अब जानुभन्दा अगाडि मैले मेरो मुटुलाई बिस्किन मन छ। अब मुटुले चाहिँ बिस्किन, म चाहिँ छैन, पर्मिसन लिनु पर्यो। विदाउट पर्मिसनमा किस खाँदा फेरि गाह्रो होला होइन मलाई। धेरै खुसी छु म। अब हामी घुम्न जाने, अनि उतै केही कुरा खानुपर्छ। हामीहरू चाहिँ ट्याक्सी पनि चढिसक्यौँ र खै कति समय लाग्छ थाहा छैन। हाम्रो यात्रामा पुग्न आधी घन्टा 45 मिनट लाग्छ अरे मेरो मुटुले। अब आधी घन्टा 45 मिनट चाहिँ अब ट्याक्सीभित्र मस्त निदाइन्छ, अनि मेरो मुटुलाई थकान अलिकति आराम हुन्छ, अनि त्यसपछि घुम्नको लागि केही सहज हुन्छ। मेरो बेबी पनि हल्का निदाइसिन्छ, म मात्र होइन। यो यात्रा गर्दा जस्तो गाह्रो मलाई मात्र हुन्छ कि सबैलाई हुन्छ होला है बाबा? टाउकै घुमाउँछ, यो पेटै रुवाई घुमाउँछ, वाकी आउँछ। अब के हुन्छ भने न प्लेनमा राम्रो हुन्छ मलाई, न बसमा, न कारमा, न केही ट्रेनमा पनि त्यस्तै। एउटा सजिलो भने चाहिँ मोटरबाइक र स्कुटरमा चाहिँ एकदमै सजिलो हुन्छ है। तर के हाल्नु, त्यही कुरा चाहिँ मैले चढ्नै पाउँदिनँ, चलाउनै पाउँदिनँ। यस्तै छ। आउनु नि पर्यो नि त चलाउनलाई पहिला सुरु। आउँथ्यो स्कुटर चलाउन, अब हजुरले दिँदैन। अनि लाइसेन्स छ? लाइसेन्स लिनुपर्छ। पुरै सक्यो नि त। हजुरले दिनुभएको चाहिँ मजाले थियो त, निकालिहाल्छु। भनेपछि अब स्कुटरको लाइसेन्स निकाल्ने हो? म चलाउनु दिने स्कुटर त।
दिएको भए त उहिले चलाइहाल्थ्यो नि गाडीको चलाउन 4 वर्ष भइसक्यो मैले चलाउनु अहिलेसम्म मैले चलाउनै पाएको छैन गाडी चलाउन दिन्छ गाडी त अब म आफै चलाउन जान्दिनँ त्यसो भए नचलाइकन बस पनि हुन्छ हजुरले लिएर हिँडिदिन्छ उहिले जता भने त्यतै लिएर हिँडिहाल्छ मैले पनि चलाउनु पर्यो त्यस्तो भन्नु तर पनि अब मेरो स्वास्थ्यले साथ दिएको थियो मलाई चलाकै छैन होइन अनि स्वास्थ्यले साथ दिएर भन्ने मैले अब काटिदिएँ त्यसो भए Hello guys, finally हाम्रो रमाइलो यात्रा यहाँबाट सुरु भयो यति राम्रो ठाउँ दामी ठाउँमा पनि आउनुहोस् रमाइलो गर्नुहोस् मेरो बुढा चाहिँ त्यहाँ भिडियो बनाउने हेर्नुहुन्छ मैले पनि मेरो बुढाको अहिले पछि भिडियो बनाउने छु अहिले चाहिँ मेरो पालो मैले अघि भनेकै थिएँ नि हजुरहरूलाई गाइज अब चाहिँ पालो मेरो मुटुको अनि मेरो मुटु हजुरलाई कस्तो अनुभव भइराखेको छ त अहिले पानीको आवाजले गर्दाखेरि हो किनभने यहाँ एकदमै सुनसान वातावरण छ प्लस धेरै रमाइलो छ आहा हेर्दाखेरि नै हजुर अब चाहिँ हामी खाना खाने भोकले चाहिँ दुवैजना कालो निलो भइसकेका छौँ अब चाहिँ केही अर्डर गरेर खानुपर्छ त्यो चाहिँ मकटेलहरू भयो होइन त्यो चाहिँ फ्रुट जुसहरू मिसाएर गरेको त्यो चाहिँ हर्बल ड्रिङ्क्स रे खाइने भयो म चाहिँ किवी लेमन लाइम खान्छु किवी लेमन लाइम one fried mackerel with turmeric. Not available. Not available. Okay. Then one sea bass panang curry. Yes. With rice. And after that, मेरो तपाईले के मन हो त्यसमै हुन्छ होइन तिमीले अघि खाने भनेको होइन नि एउटै के खानु भने फरक हुन्छ यो चिकन हो यो माछा हो के भयो and one stir fried chicken with cashew nuts अनि आलु के खान्छ कुनै साइड डिसहरू खान्छ यो चिकन फिङ्गर खान्छ then one crispy potato wedges and one cocoa ice smoothie. Yes. Those sweetie. Sweet. Okay.
and 1 green lemonade. That's it, right? Yes, that's it for now. You want white rice? Sorry? You want white rice, jasmine rice? Yes, that's white rice. You do it. Thank you. That's it for now. Yep, Thank you. And in the Yes. Hala alert सुरु गर्ने हाम्रो ड्रिङ्क्समा गएको होइन त आउँछ आउँदैछु बन्दैछु म चाहिँ खाएँ है त Thank you. यो चाहिँ Thank you very much, Dada. यो चाहिँ मेरो हाम्रो आवाज सुनिरहेको होला त्यही भएर त्यस्तै खाउँछ त्यतिको र मसला पनि यसमा केही पनि रेकर्ड हुँदैन आवाज अङ्गुरमा जसले आफूमा चित्त पायो भने चाहिँ माइक चलाएर गर्न पुरा बुढाबुढीकै आवाज एउटा भिडियो पर्छ होइन जब हामी भित्रको बाटो छिर्यौं त्यसपछि त्यहाँ एकदमै रमाइलो वातावरण भेट्यौं र म आफैमा रमाउन थालेँ। अब हेर्दै जाने क्रममा त्यहाँ एकदमै राम्रो छहरा थियो र मेरो खुसीको सीमा नै रहेन। म नाच्ने गीत गाउन एकदमै एक्साइटेड भएर मेरो खुसीको सीमा नै त्यहाँ पोखिरहेको थियो र मेरो नाच चाहिँ मैले त्यहीँ सकाउँदै अनि म अर्को छहरापट्टि लागेँ र त्यहाँ छहरा हेर्दै गर्दाखेरि मैले माछाहरू चाहिँ धेरै भेटेँ र मेरो बाबाले चाहिँ मलाई भन्दै हुनुहुन्थ्यो नानी उता भुइँपट्टि हेर। अनि म भुइँपट्टि आँखा तर्काउँदै हेर्दै थिएँ र माछाहरू चाहिँ मेरो वरिपरि आइरहेको थियो। जब माछाहरू मेरो वरिपरि आइरहँदा मैले उनीहरूलाई जिस्काउन थालेँ र
र उनीहरू चाहिँ म माथि बुरुक बुरुक उफ्रिँदै मलाई हेर्दै होइन मैले केही खान दिन्छु कि मैले दिन्न कि अब के सोचले हो अथवा के हो होइन मलाई त्यो चाहिँ थाहा भएन। उहाँहरू चाहिँ मेरो छेउमा वरिपरि आउँदै रमाउँदै नाच्दै हाँस्दै जाँदै हुनुहुन्थ्यो। हेलो माइ लभ, आजको दिन कस्तो भइरहेछ हजुरको? निकै रमाइलो छ? अघि हेर्दा त खोइ कस्तो हुन्छ थाहा छैन भनेपछि थियो, अहिले त निकै रमाइलो लाग्यो हजुरलाई? प्रकृति जस्तो हैन, हजुर राम्रो खालको हैन, पानी नि छ, माछाहरू नि छ हैन, हजुर ठ्याक्क यो के रे रेन फरेस्ट जस्तो के? हजुर हजुर धेरै राम्रो लाग्यो हजुरलाई? मेरो मुटु धेरै फ्रेस हुनुभयो आज। ल त्यसो भने आजको दिन रमाइलो भयो मुटुको। जब माछाहरू मेरो नजिक आइसकेपछि मैले चाहिँ माछाहरूलाई मिस गर्नै सकिनँ र म फेरि उता अर्को बाटो हुँदै माछा भेट्नलाई म अर्को बाटोबाट भित्र छिरेर माछाको नजिक पुगेँ र भुइँमा बस्न थालेँ। अनि बस्दै गर्ने क्रममा हेर्नुहोस् है त हजुरहरू पनि माछाहरू सबै मेरो वरिपरि आइराखेको छन्। उनीहरू चाहिँ म प्रति एकदम आकर्षित हुँदै अनि म पनि उनीहरूसँग पुरै खेल्दै नाच्दै रमाउँदै होइन उनीहरूलाई चाहिँ जिस्काउँदै बसिराखेको थिएँ। त्यसै क्रममा मैले उता भित्तामा एउटा सर्प भेटेँ, जुन त्यो सर्प चाहिँ डरलाग्दो थियो र मैले मेरो बाबालाई भन्दै थिएँ, तर बाबाले चाहिँ देखिसेन होला, मैले चाहिँ देखेँ। तर पनि मैले माछाहरूको रमाइलो त्यो छेनले माछाहरूसँगै रमाएँ, माछाहरूसँगै भुलेँ र मेरो त्यो छेन चाहिँ एकदमै रमाइलो भयो र उनीहरूलाई चाहिँ बाई बाई गर्दै म चाहिँ अर्को यात्रामा लागेँ। मायालु पुन्टुको आजको दिन राम्रो रहोस् मेरो मुटुलाई। हजुर जानुपर्छ। Muttu, enjoy your day. Be happy and be healthy. Yes. बस्ने नि किन नबस्ने? जब माछा हेरिसकेर मेन गेटपट्टि जाँदाखेरि चाहिँ मैले एउटा सानो गुफा भेटेँ अनि मलाई त्यो गुफाभित्र जान एकदमै मन लाग्यो र मैले मेरो बाबासँग रिक्वेस्ट गरेँ र म त्यो गुफाभित्र छिरिसकेपछि चाहिँ म अब हेर्नको लागि जे होस् राम्रो थियो, त्यस्तो धेरै राम्रो पनि होइन नराम्रो पनि होइन, ठिकै थियो। मलाई चाहिँ मन पर्यो किनभने मेरो लागि यो नयाँ थियो। त्यसै कारणले म त्यहीँ भित्र हेर्दै यता र उता बोल्दै आफू आफैमा जिस्किँदै आफैलाई खुसियाली मनाउँदै थिएँ। यात्रा गर्दै जाने क्रममा चाहिँ मलाई एकदमै थकाइ लाग्यो र गर्मी पनि धेरै भयो अनि मैले मेरो बाबासँग रिक्वेस्ट गरेँ, बाबा मलाई एकदमै गाह्रो भयो, म आराम गर्छु भन्दै म चाहिँ माछाहरू पनि हेर्न पाउने र प्लस छारी पनि हेर्न पाउने भएको कारणले गर्दाखेरि चाहिँ मैले मेरो बाबासँग म यहीँ बस्छु, मलाई कम्फर्टेबल भयो भनेर के भन्दै थिएँ र मेरो बाबाले चाहिँ मेरो लागि एउटा राम्रो दिनुभयो
र मेरो बाबालाई चाहिँ म के भन्दै थिएँ भन्दा बाबा म बिरामी भएर यदि मेरो भविष्यमा गएर मेरो खुट्टा काट्नु पर्यो भने हजुरले मलाई के माया गर्न सक्नुहुन्छ त, हजुरले मलाई हेर्नुहुन्छ त भन्दै थिएँ। अनि मेरो बाबा चाहिँ नाइ म हेर्दिनँ, म सक्दिनँ भन्दै हुनुहुन्थ्यो जिस्काउँदै। अनि म के अनुहार यस्तो बिगारेर उता हेर्दै थिएँ। अनि मेरो बाबाले भन्नुभयो अभियसली म मेरो बुढीको लागि मैले धेरैभन्दा धेरै ख्याल गर्छु, मेरो बुढीलाई केही भयो भने म छु, मैले हेर्छु, मैले गर्छु भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ मेरो बाबाको बोलीमा एकदम मिठास हुँदै खुसियालीमा रमाउँदै अनि मेरो बाबालाई अङ्गलो हाल्दै मैले चाहिँ मेरो बाबाको कुरा पत्याउँदै अनि बाबालाई मैले आफूले केही कुरा एउटा रिक्वेस्ट मागेको थिएँ, ल बाबा किस खाम। अनि बाबाले किस खाँदै मसँग चाहिँ एउटा राम्रो कुरा पोख्दै हुनुहुन्थ्यो, खुसी लाग्यो। अनि त्यसै क्रममा हामीहरू उता 5 डगपोटी चाहिँ घुम्न जाने तयारीमा चाहिँ अब भित्र जान इन्ट्री गर्न मिलेन र मैले बाहिरबाटै रमाइलो दृश्य देखेपछि अनि एउटा भिडियो रिक्वेस्टमा हालेको थिएँ। आजको प्रोग्राम चाहिँ रमाइलो पनि भयो र सकियो पनि। अब होटेल लाग्नुपर्छ, धेरै नै गर्नु थाल्यो। फेरि पातियो खाना पाइयो, रमाइलो गरियो, घुम्न पाइयो, अब चाहिँ लापिस भयो, धेरै गरी पनि भयो। कारण हाम्रो आजको यात्रा यति नै। बाइ बाइ।